नमस्कार। यतिखेर मसँग एकजना विशेष अतिथि हुनुहुन्छ। झापाको बारादशी गाउँपालिका वडा नम्बर 6 निवासी मनिषा राजवंशी, जसले गत डिसेम्बर 8 देखि 18 सम्म थाइल्यान्डको बैंककमा भएको मिस हेरिटेज पेटाइट 2024 को एउटा प्रतिस्पर्धामा भिडेर चाहिँ नेपालको तर्फबाट नाम राख्न सफल हुनुभएको छ। उहाँसँग आज म विशेष कुराकानी गर्दैछु। मनिषाजी, यहाँलाई स्वागत छ कार्यक्रममा। थ्याङ्क यू सो मच दाई। नमस्कार बन्दगी। मैले एक हिसाबले परिचय त दिइसकेँ हैन? हजुरले नै आफ्नो सबै ब्याकग्राउन्डहरू खुलाएर परिचय दिनुहोस् न। नमस्कार बन्दगी, म मनिषा राजवंशी, मिस हेरिटेज पेटाइट युनिभर्स 2024 को विजेता। हाल मास्टर्स डिग्री सकाएर आफ्नै राजवंशी समुदायकै बारेमा थेसिस गर्दैछु। मेरो घर बारादशी गाउँपालिका वडा नम्बर 6 झापा। ल, निकै मजाले परिचय दिइसक्नु भएको छ। पछिल्लो समय चाहिँ तपाईँ केमा व्यस्त हुनुहुन्छ? अहिले रिसेन्टली यही मोमेन्टलाई इन्जोय गरिरहेको छु। अनि अब एप्रिसिएसनहरू दिइरहनु भएको छ सबैजनाले। अनि आइ एम सो थ्याङ्कफुल फर एभ्रिथिङ। अनि यही मोमेन्टलाई इन्जोय गरिरहेको छु। घरमै अहिले त व्यस्त छु। हजुर, पक्कै पनि यतिखेर तपाईँ विभिन्न कार्यक्रममा पनि व्यस्त हुनुहुन्छ हैन? हामीले देखिरहेका छौँ। खास गरी यो मिस हेरिटेज पेटाइट युनिभर्स भनेको चाहिँ के हो, सबैले बुझिने गरी बताइदिनु न। यो चाहिँ एउटा ब्युटी पेजेन्ट हो, हेरिटेज सम्बन्धी। यसको अर्गनाइजर चाहिँ हेरिटेज ई प्लानेट सिङ्गापुरबाट चाहिँ अर्गनाइज भएको हो। म जाँदाखेरि चाहिँ 7th एडिसनमा चाहिँ भनौँ न 7th एडिसन हो यो। अनि यसमा चाहिँ विभिन्न विश्व सुन्दरीहरू चाहिँ प्रतिस्पर्धा गर्ने इभेन्ट हो, जसमा चाहिँ आफ्नो कल्चरहरूलाई प्रमोट गर्ने, आफ्नो कल्चर देखाउने, आफू कुन कल्चरबाट बिलङ गर्छ। अब हेरिटेज भन्ने बित्तिकै आफ्नो कल्चर एन्ड ट्रेडिसन नै पर्छ। अनि अरू ब्युटी कन्टेस्टहरू जस्तै नै हो, तर यसमा चाहिँ मेनली फोकस चाहिँ आफ्नो कल्चर अनि टुरिज्म, आफ्नो ट्रेडिसनप्रति चाहिँ फोकस गरिन्छ। पक्कै पनि। र खास गरी नेपालभरिबाट तपाईँले राजवंशी समुदायबाट प्रतिनिधित्व गरेर पहिलो पटक सहभागी बन्नुभयो र उपाधि पनि हासिल गर्नुभयो। त्यो पहिलो खुसी कस्तो थियो? तपाईँलाई कस्तो महसुस भयो? मनिषा राजवंशी यु आर द विनर भनेर जतिखेर घोषणा गरियो नि, त्यो पललाई एकचोटि सम्झौँ न। म त एकदमै सक थिएँ। त्यो मोमेन्ट लाइक सरप्राइज भएको थियो कि लाइक के भएछ भन्ने टाइपको भएको थियो। अलिक नर्भस भएको थिएँ म। मलाई चाहिँ कस्तो हुन्छ भन्दाखेरि कुनै पनि ठुलो कुरा भयो भने लाइफमा त्यो अलिक डाइजेस्ट गर्ने अलिक गाह्रो हुन्छ कि ला साँच्चीको भएर टाइपको फिल भइरहेको थियो। नर्भस भइरहेको थियो त्यो दिन चाहिँ अलिकति। भनेपछि नि तपाईँहरू नेपालबाट अथवा समग्र रूपमा कतिजना प्रतिस्पर्धीहरू हुनुहुन्थ्यो त्यहाँ? हामीहरू नेपालबाट चाहिँ 6 जना गएको थियौँ। अझै नेपालबाट धेरैजना जानुभएको थियो विभिन्न विधाहरूमा, तर हाम्रो नेसनल डिरेक्टर उहाँले चाहिँ 6 जनालाई विभिन्न क्याटेगोरिजमा लानुभएको थियो। जस्तो नेपालमा चाहिँ धेरैवटा ब्युटी पेजेन्टहरू भइरहन्छ, मिस नेपाल, मिस युनिभर्स, मिस हेरिटेज है, अनि मिस ग्रान्ड भइरहेको छ। तर नेपालबाट चाहिँ एउटा मात्रै प्रतिनिधि गरेर चाहिँ थाइल्यान्ड जान पाउँछ, या अरू कुनै कन्ट्री चाहिँ कम्पिटिसनको लागि चाहिँ एउटा मात्रै रिप्रेजेन्टेटिभ चाहिँ जान पाउँछ। त्यो चाहिँ सबैजनालाई चाहिँ म क्लियर गराउन चाहन्छु। नेपालबाट चाहिँ हामीले जितेर चाहिँ सबैजना एउटा एउटा टाइटल बोकेर, जस्तो म चाहिँ हेरिटेज पेटाइट भनेर चाहिँ मेरो टाइटल हो। उहाँहरूको 5 जनाको चाहिँ एमएस हेरिटेज भनेको चाहिँ 30 कटेको। अनि त्यस पछाडि चाहिँ जेम्स क्याटेगोरी भनेको सानोको, मिसेस क्याटेगोरी अनि मिस्टर क्याटेगोरी चाहिँ त्यसरी जानुभएको थियो। अनि प्रायःले चाहिँ अब सबैजना गएको थियो, सबैजना जितेर आयो या त्यस्तो भन्ने खालको आएको छ। तर नेपालबाट जुनै पनि कम्पिटिसनमा या ब्युटी पेजेन्टहरूमा त्यसरी जाँदाखेरि चाहिँ मेनली इन ब्युटी पेजेन्ट नेपालबाट चाहिँ एउटा प्रतिनिधि मात्रै जान्छ। जस्तो गरी मिस नेपाल भयो, एउटा जाने हो। मिस नेपाल 2टा जाँदैन। अब मिस ग्रान्ड भयो, हाम्रो प्रेमाजी जानुभयो, मिस ग्रान्डको टाइटल बोकेर उहाँ एउटा जानुभयो हो। त्यस्तै गरी टाइटल्स चाहिँ एउटा बोकेर चाहिँ एउटा प्रतिनिधि चाहिँ बाहिर पठाइन्छ। त्यही नै हो। निकै स्पष्ट तरिकाले बताइदिनु भएको छ। खास गरी तपाईँ राजवंशी समुदायबाट हुनुहुन्छ, यो क्षेत्रमा म लाग्नुपर्छ भन्ने प्रेरणा चाहिँ कसरी मिल्यो तपाईँलाई? कसरी यो मोडलिङतिर तपाईँ लाग्नुभयो? मलाई चाहिँ पहिल्यैबाट ब्युटी पेजेन्टहरूमा मोडलिङ ग्ल्यामर्सले एकदमै मनपर्ने। पहिल्यैबाट स्कुल लेभलदेखि कलेज लेभलदेखि टक्क ड्रेसअप गर्ने अनि टचअप गर्ने, मेकअप गर्ने, ऱ्याम्पमा हिँड्ने, मलाई पहिल्यैबाट योमा चाहिँ एकदमै इन्ट्रेस्ट थियो। अनि कति नराम्रो नेगेटिभ कमेन्टहरू आउँदा पनि होइन, यदि म सही छु भने पछाडि जसले जेसुकै भन्नुहोस्, म लाइक हुन्छ नि त्यो बताउन सक्छु ला इट्स ओके।
किन भन्दाखेरि मान्छेहरूको सोच म चेन्ज गर्न सक्दिनँ होइन। सबै मान्छे समाजमा बसेको हरेक मान्छेहरूको सोच विभिन्न छ के, कसैको एउटा मेन्टालिटी हुन्छ, कसैको अर्को होइन। मेरो मेन्टालिटी अर्कै थियो। अनि म यदि सही बाटोमा हिँडिरहेको छु भनिसके पछाडि जसले जेसुकै भनोस् कि त्यो कुरालाई म फरकै पर्दैन, आफू चाहिँ सही हुनु पर्यो। अनि सानैबाट त्यही इन्ट्रेस्ट भएको कारणले गर्दाखेरि यस्तै नि। ए भनेपछि नि राजवंशी समुदायबाट चाहिँ हजुरले कस्तो प्रतिक्रिया पाउनुभयो? विजयी भएर आइसके पछाडि उहाँहरूले हेर्ने दृष्टिकोण कस्तो हुँदो रहेछ? यो अलिकति मोडलिङ भन्ने बित्तिकै राजवंशी समुदायबाट तपाईँ पहिलोपटक प्रतिस्पर्धी भइरहँदाखेरि उहाँहरूको भ्युज चाहिँ कस्तो थियो? सबै मेरो राजवंशी कम्युनिटीप्रति म निकै नै थ्याङ्कफुल आभारी छु होइन। उहाँहरूको साथ सपोर्ट आशीर्वाद बिना नि म सायद यो ताज पहिर्न सफल हुँदिनँ थियो होइन। उहाँहरूको आशीर्वादहरूले साथ सपोर्टहरूले गर्दाखेरि नै म सायद यत्रो ठुलो जित हासिल गर्न सफल भएँ। अब हाम्रो राजवंशीहरू ग्ल्यामर फिल्डमा कमै छौँ, तर एउटा हुन्छ नि राजवंशीको छोरी चेली पनि फर्स्टचोटि इन्टरनेसनलमा गएर पनि जितेर आउन सक्छ है भन्ने एउटा उदाहरण पनि भयो होइन। अनि जुन एउटा छ नि राजवंशीहरू अलिकति आदिवासी जनजातिमा पछाडि छ होइन, त्यो पछाडि छ भन्दाखेरि पनि त्यसलाई चाहिँ मैले तोडेँ जस्तो लाग्छ कि मैले चाहिँ। अनि सबैजनाले राम्रै रेस्पोन्सहरू गरिरहनु भएको छ, एकदमै पोजिटिभ। हामी राजवंशीहरू पनि छौँ है, अगाडि बढ्न सक्छौँ, हामी इन्टरनेसनलमा गएर पनि त्यो प्लेटफर्मलाई चाहिँ सदुपयोग गर्न सक्छौँ भन्ने खालको चाहिँ राम्रै रेस्पोन्स आइरहेको छ सबैबाट। थोरै मैले पारिवारिक कुराहरूलाई पनि जोड्न चाहेँ। यतिखेर घरमा चाहिँ को हुनुहुन्छ अनि तपाईँले जुन उपलब्धि हासिल गरिरहँदाखेरि घर परिवारबाट चाहिँ हजुरले थप कस्तो उत्साह प्रेरणा पाइरहनु भएको छ? घरमा चाहिँ मेरो मम्मी बाबा बहिनी र म छौँ। अनि सबैजनाले राम्रै रेस्पोन्स गरिरहनु भएको छ, एकदम पोजिटिभ हुनुहुन्छ। मेरो बाबा पनि बाहिर विदेश जाने फर्स्ट राजवंशी नै हो हजुर। अनि छोरी पनि फर्स्ट राजवंशी नै हो, इन्टरनेसनल गएर आफ्नो कल्चरलाई प्रमोट गर्ने। अनि बाबा पनि म खुसी छु छोरी भनेर भन्नुहुन्छ। अनि त्यसमा मलाई नि एकदमै खुसी लाग्छ, अनि प्राउड फिल हुन्छ। बाबा फाइनली आई डिड इट भन्ने खालको लाग्छ कि मलाई। तपाईँले जुन यो अन्तर्राष्ट्रिय स्तरको अवार्ड प्राप्त गर्नुभयो होइन, मिस हेरिटेज पेटाइट युनिभर्स 2024को ताज पहिरिएर नेपाल आइसके पछाडि चाहिँ तपाईँलाई खास गरी झापामा रहेका विभिन्न सङ्घ संस्था, तपाईँ राजवंशी समुदायबाट हुनुहुन्छ होइन, ती संस्थाहरूले चाहिँ तपाईँलाई के कसरी सम्झिरहेको छ? खास गरी 12दशी गाउँपालिका 6 को हुनुहुन्छ तपाईँ होइन, गाउँपालिकाले पनि तपाईँलाई एउटा उत्साह बढाउने, हौसला बढाउने गरी त्यस्तो केही कार्यक्रमहरू गरेको छ? राजवंशी कम्युनिटी, राजवंशी विकास समिति 12दशी, अनि त्यस पछाडि हाम्रो राजवंशी विकास समिति केन्द्रीय मोरङको समिति सबैजनाले राम्रो साथ सपोर्ट दिइरहनु भएको छ। प्लस 12दशी गाउँपालिका म जहाँ बस्छु त्यहाँको मेयर उहाँले पनि मलाई राम्रो रेस्पोन्स गर्नुहुन्छ, कलहरूमा मेसेजमा कङ्ग्रेचुलेसन भन्नुहुन्छ। अनि यही पुसको 25 गते प्रोग्राम राखेर चाहिँ अब हुन्छ नि टोकन अफ लभ दिन्छु भन्ने टाइपको कुरा गर्नुभएको छ। म सबैप्रति निकै नै आभारी छु। मेरो लागि चाहिँ सम्मान, यो टोकन अफ लभ यो भन्दा पनि हजुरहरूको माया हो, जुन माया तपाईँहरूले मलाई देखाउनु भयो, त्यो माया साथ सपोर्टले नै आज म यतिको एचिभमेन्ट पाउन सफल भएँ। अनि त्यो सम्मान भन्दा पनि मेरो लागि त्यो सबै चिज एउटा आशीर्वाद हो, म चाहिँ त्यसरी लिन चाहन्छु। यो अन्तर्राष्ट्रिय स्तरको जुन प्रतिस्पर्धामा तपाईँ होमिनुभयो होइन, धेरै उपलब्धिहरू पनि यहाँले हासिल गर्नुभयो, तर यसको केही बेफाइदाहरू डिसएडभान्टेज पनि हुनसक्छ। हजुरलाई त्यहाँ भिडिरहँदाखेरि आफूलाई लागेको त्यस्तो केही छ? जितेर आइसके पछाडि चाहिँ मैले एउटै डिसएडभान्टेज देखेँ होइन। डिसएडभान्टेज भन्दा पनि कस्तो हुँदो रहेछ भन्दाखेरि आफ्नो एउटा पर्सनल लाइफ चाहिँ हुँदैन रहेछ। अब पहिला म आफै सोच्थेँ होइन, सेलिब्रेटीहरू त यहाँ जानुभयो त्यहाँ सबै न्युजहरू कभर हुन्छ नि त होइन। अनि उहाँहरूले चाहिँ एउटा गरेको चिजहरू चाहिँ मान्छेहरूले नोटिस गर्दो रहेछ होइन। अनि अहिले त्यही नै भइरहेको छ। मलाई पनि लाइक आफ्नो पर्सनल लाइफ चाहिँ एकदमै मिस गरिरहेको छु। पहिला जसरी खान्थेँ उठ्थेँ बस्थेँ होइन, त्यो लाइफ पनि कस्तो प्रिसियस जस्तो लाग्छ कि अहिले आएर चाहिँ मान्छेहरू भन्छ नेम कमाउनु छ, मलाई त्यहाँ पुग्नु छ, तर त्यो पर्सनल लाइफ चाहिँ त्यसमा चाहिँ एकदमै छुटिँदो रहेछ कि। अब साथी सर्कलहरू अनि त्यही अनुसारको अब हुन्छ नि, त्यो चाहिँ एकदमै मिस हुँदो रहेछ। कोहीसँग यस्तो टिकटक बनाउँदाखेरि पनि अब मनिषा चाहिँ उसँग रिलेसनसिपमा छ कि उसँग डुल्न गयो त्यो हो कि भन्ने खालको कति कुराहरू आउँदो रहेछ होइन। त्यो पनि एकदमै डिसएडभान्टेज भयो। अनि त्यो चाहिँ हुँदो रहेछ एकदमै पर्सनल लाइफ चाहिँ। आई रियली मिस माई पर्सनल लाइफ।
तपाईँले यो अन्तर्राष्ट्रिय स्तरको अवार्ड जितिरहँदाखेरि आफ्नो घर परिवारदेखि तपाईँलाई यहाँसम्म ल्याउनको लागि सहयोग गर्ने प्रेरणाका स्रोतहरू चाहिँ को हुनुहुन्छ, कसरी सम्झिनुहुन्छ? म सर्वप्रथम त मेरो फ्यामिली, मेरो मम्मी हुनुहुन्छ होइन, उहाँप्रति म निकै नै आभारी छु। त्यस पछाडि मेरो गुरुहरू होइन, जसको कारणले गर्दाखेरि चाहिँ आज म यहाँसम्म यसरी उभिन सकेको छु, हजुरहरूसँग यसरी बोल्न सकेको छु। सानै बच्चैदेखि लिएर अहिलेसम्मको मेरो मास्टर डिग्रीसम्मको मेरो गुरुहरू, अरुण इङ्ग्लिस बोर्डिङ स्कुलदेखि लिएर एमइटी कलेजदेखि लिएर मनोकामना कलेजदेखि लिएर रत्न राज्य कलेजसम्म नै मेरो सम्पूर्ण गुरुहरूप्रति म नमन छु। उहाँहरूको एजुकेसन, उहाँहरूले दिएको शिक्षामा म आज यतिको आफू सक्षम भएको छु भनौँ न। त्यस पछाडि मेरो नेसनल डिरेक्टर प्रमिला म्याम, अनि मेरो हेरिटेज पेजेन्टको गुरुहरू, हाम्रो अफिसियल कोरियोग्राफर हाम्रो रोजिन साके सर, अनि त्यस पछाडि हाम्रो मलेसियाको कोरियोग्राफर हाम्रो सर, उहाँहरूप्रति पनि म निकै नै आभारी छु। उहाँहरूलाई म निकै नै मिस गर्छु। उहाँहरूले हामीलाई प्रोपर गाइडेन्स, एजुकेसन दिएको कारणले गर्दाखेरि नै आज म यसरी यो सफलता हासिल गर्न सफल भएँ भनौँ न। यसरी ताज पहिरेर सफल भएँ। अनि सम्पूर्ण मेरो गुरुहरूप्रति म नमन छु। थ्याङ्क यू सो मच फर अल द लभ एन्ड सपोर्ट टु अल माई टिचर्स। हजुर, यो प्रतिस्पर्धाबाट तपाईँ बाहिर आइसके पछाडि यसबाट चाहिँ कस्ता कस्ता उपलब्धिहरू हुँदा रहेछन्? मिस हेरिटेज पेटाइट युनिभर्स जितिसके पछाडि यसले कस्ता कस्ता अपर्च्युनिटिजहरूलाई चाहिँ गेन गर्न सक्दो रहेछ? अपर्च्युनिटी भन्दाखेरि पनि कस्तो हुँदो रहेछ भन्दाखेरि त्यहाँबाट धेरै कुरा सिकिँदो रहेछ। जुनै पनि ठाउँमा जाँदाखेरि नयाँ अनुभव, एक्सपिरियन्सहरू सिकिँदो रहेछ। अब त्यहाँ जाँदाखेरि मैले कसरी बोल्ने मासहरूमा, अझ इन्टरनेसनल लेभलमा अब हुन्छ नि आफ्नो कन्ट्रीलाई रिप्रेजेन्ट गर्दाखेरि नेपाल भनेर त्यो हुन्छ नि आफूलाई कसरी क्यारी गर्ने, अनि त्यस पछाडि कसरी तिमीले चाहिँ आफ्नो कल्चरहरूलाई प्रमोट गर्न सक्छौ होइन, अनि ट्रेडिसनहरूलाई चाहिँ कसरी अब पुरै हुन्छ नि सबैमा प्रमोट गर्न सक्छौ, त्यो कुराहरू पनि। अनि धेरै कुराहरू सिक्न चाहिँ मिल्छ जस्तो लाग्छ। अनि त्यस पछाडिको अपर्च्युनिटीहरू पनि धेरै नै छ। मान्छेहरूलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि ग्ल्यामर मोडलिङ फिल्ड भन्ने बित्तिकै नराम्रो डिस्ट्रिक्टले हेर्छ, तर त्यो चाहिँ मान्छेमै भर पर्छ जस्तो लाग्छ होइन। अब मैले जितेर आए पनि हारेर आए पनि त्यहाँबाट मैले नयाँ कुरा सिकेँ, नयाँ एक्सपिरियन्सहरू गेन गरेँ। अनि अब नाम, फेम, पपुलारिटी आफ्नो ठाउँमा छ होइन, तर मेरो कल्चरलाई इन्टरनेसनल लेभलसम्म मैले प्रमोट गर्नु नै सायद मेरो बिगेस्ट एचिभमेन्ट हो जस्तो लाग्छ। पक्कै पनि तपाईँले चाहिँ राजवंशी समुदायलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु भएको छ। त्यही भएर पनि मलाई लाग्छ तपाईँलाई राजवंशी समुदायले त पक्कै पनि बढी महत्त्वको साथ हेर्छ नै। यति मात्र नभएर समग्र नेपालबाट नै तपाईँ एउटा मोडल हो होइन। खास गरी नि अब तपाईँको आगामी योजनाहरू चाहिँ के छन् त? अहिले तपाईँ अध्ययन पनि गर्दै हुनुहुँदो रहेछ होइन, मास्टर्स डिग्रीको थेसिसको तयारीमा छु भन्नुभएको छ। अब आगामी योजनाहरू के छ? यो फिल्डलाई प्यारलल बनाएर लाने हो कि अथवा के छ? यो पनि दर्शकहरूलाई सेयर गरिदिनु न। म चाहिँ प्रोफेसनली मोडल होइन, सर्वप्रथम त म एउटा टिचर हो अनि स्टुडेन्ट हो। अनि टाइम मिले भने चाहिँ म कविताहरू लेखिरहेको हुन्छु, अनि टाइम मिल्दाखेरि चाहिँ आफ्नो प्यासन्स मोडलिङलाई चाहिँ फलो गरिरहेको हुन्छु। सो आगामी दिनहरूमा पनि मेरो सोसाइटीलाई चाहिँ म कसरी कन्ट्रिब्युट गर्न सक्छु, मेरो तर्फबाट बेस्ट नै दिनेछु अभियसली होइन। तर साइड बाई साइड यदि टाइम मिल्यो भने चाहिँ म मोडलिङ फिल्डलाई पनि कन्टिन्यू गर्छु, तर मोडलिङ नै मेरो एम चाहिँ होइन। अन्त्यमा जाँदा जाँदै मैले हजुरलाई कुनै कुराहरू सोध्न छुटाएको छु भने र हजुरलाई भन्न मन लागेको छ भने भनिदिनुहोस् न। थ्याङ्क यू एभ्री वान फर सपोर्टिङ मी इन माई जर्नी। सबैले हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। एभ्री वान राजवंशी कम्युनिटीदेखि लिएर होल नेपाललाई नै म थ्याङ्क यू भन्न चाहन्छु यो माया, यो साथको लागि। अनि म हेरिटेज पेजेन्टप्रति पनि निकै नै आभारी छु होइन। राजवंशी चेली इन्टरनेसनल लेभलमा त्यसरी पुग्नु अनि त्यहाँ आफ्नो कल्चरलाई प्रमोट गर्नु मेरो लागि त हुन्छ नि सबैभन्दा मैले जित्दाखेरि पनि आफ्नो कल्चरलाई त्यहाँसम्म लान पाएँ, त्यही नै मेरो लागि बिगेस्ट एचिभमेन्ट हो। यो साथ सपोर्टको लागि म निकै नै आभारी छु। थ्याङ्क यू सो मच। हस्, यहाँलाई यो व्यस्त समय र जानकारीको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। दर्शकवृन्द, आज हामीसँग हुनुहुन्थ्यो मिस हेरिटेज पेटाइट युनिभर्स 2024 को उपाधि जित्न सफल झापा 12 छ कि मनिषा राजवंशी। निकै महत्त्वपूर्ण कुराकानी गरेका छौँ। आशा छ तपाईँहरूलाई यो भिडियो मन पर्नेछ। खास गरी मनिषा बहिनीको आगामी दिनलाई थप सफल बनाउनको लागि, हौसला प्रदान गर्नको लागि यो भिडियोलाई सेयर गरेर सारा नेपाली माझ पुर्याइदिनु होला।
र सबैजनालाई यति बेलासम्म हाम्रो भिडियो हेरिदिनु भयो धेरै धेरै धन्यवाद।